नमस्ते सम्पूर्णमा शुभ बिहानी। आजको दिनचर्या चाहिँ हामीहरू आफ्नै गाउँदेखि गरिरहेको छौँ। सर्वप्रथम हाम्रो गाउँ चाहिँ लुप्लुङ प्युठानको नौबनी गाउँपालिका 8 लुप्लुङ स्थित रहेको छ भने यो चाहिँ मेरो पछि देख्नु भइरहेको चाहिँ हाम्रो कुलघर हो। अनि कुलघरमा चाहिँ आज हाम्रो मेला भन्दा पनि कुल पूजा हुँदैछ, जागरण हुँदैछ, जागरणको मेला हुँदैछ। अहिले चाहिँ हामी बिहान पख आएको कारणले गर्दाखेरि त्यति भएको छैन। केही समयपछि 1-2 घन्टापछि चाहिँ हुनेछ र अहिलेको स्थिति यस्तो छ, माहौल यस्तो छ र यसपछिको माहौल के कस्तो हुनेछ त्यो सो तपाईँहरूलाई देखाउने नै छु भन्दै अब यो भन्दा पछिको फुटेजहरू चाहिँ मान्छेहरू जम्मा भइसकेपछि देखाउँछु। सो कस्तो लाग्छ एकचोटि हेरिसकेपछि प्रतिक्रिया दिन नबिर्सनु होला। सो धन्यवाद। खोइ ल यहाँहरू पनि यता हात उठाऊ। के छ दोस्त सन्जय सर? चलिरह के छ बाबु? ठिक छ यार। अङ्कल नमस्ते। सन्चै हुनुहुन्छ? यस्तै हो कि अब काम धन्दाहरू भिडियो यसो बनाइदिउँ भनेको त भिडियो अस्ति गरौँ न, भेट भइहाल्छ है। आइहाल्यो गर अब आइहाल्यो। स्वयंसेवकजी के भन्न चाहनुहुन्छ तपाईँहरू? म यो लाइभै हो। हजुर म यो भन्न चाहन्छु कि जो लडाइँ झगडा कसरी नगरिदिनु होला। नमस्कार हजुर। नमस्कार। सन्चै हुनुहुन्छ? हजुर हजुर सन्चै। अनि तपाईँ त स्वयंसेवक हुनुहुन्छ, अनि के कस्तो सम्झौता सेट गर्नुभएको? के तालिमहरू लिएर हो कि यत्तिकै गरिरहनु भएको? तालिमहरू भन्नाले तालिमहरू लिएको हाम्रो पुलिसहरू सशस्त्रहरू साथीहरू आउनुभएको छ। हजुर। हामी यो गाउँको देवताको लागि हामीले जो काम हुँदैछ, पूजाआजा हुँदैछ, उसको बाजाआजा नआओस्, उहाँ चाहिँ भिड भडका नहोस्, कसैको केही चिजहरू गुम भयो, केही भयो, लडाइँ झगडा पऱ्यो भने हाम्रो स्वयंसेवकका साथीहरूले नियन्त्रण साथ ल्याएर र उसलाई चाहिँ हामी एकजुट भएर र हामीले त्यसलाई नियन्त्रणमा ल्याउन पाइयोस् भनेर हामी एउटा गाउँको र देवताको सेवाको लागि हामी स्वयंसेवक भएको हो। हजुर म यही भन्न चाहन्छु। अनि योभन्दा पहिला साल पनि हुनुभयो कि नै त स्वयंसेवक? होइन स्वयंसेवक भैया हो। हजुर। योभन्दा अघिल्लो साल र अहिले कहाँ हुँदैछ अनि कुन ठाउँ हुँदैछ यसो नचिनेको मान्छेहरूलाई यसो जानकारी दिन सक्नुहुन्छ? यो चाहिँ लुप्लुङ नौबनी गाउँपालिका 8 मा हुँदैछ। यो भण्डारीहरूको धनञ्जय गोद्रा भण्डारीहरूको उत्तम स्थल भनेर चिनिएको यो हाम्रो यो लुप्लुङको थलो हो र चाहिँ यहाँबाट कहीँ पनि नेपालभरि चाहिँ छरिनुभएका जो हुनुहुन्छ हाम्रा भण्डारी बन्धुहरू धनञ्जय गोद्राका यहीँबाट चाहिँ जानुभएको भनेर यसलाई उत्तम स्थल मानिएको छ। र चाहिँ यहाँ जो होस् अहिले चाहिँ हाम्रो कुल घर पनि चाहिँ मन्दिर पनि हाम्रो नयाँ सिर्जन भएको छ र चाहिँ एकदम राम्रो वातावरण छ। र त्यहाँ चाहिँ यहाँ यो भण्डारीहरूको कुल पूजा हामीले 5 वर्षभित्रमा गर्ने हुन्छ र यो 5 वर्षपछिको चाहिँ हाम्रो यो कुल दिवाली हो। र चाहिँ पिछलो साल जो पिछलो मोडमा जो हाम्रो चाहिँ दुःखद घटना घट्यो त्यसको लागि हामी पनि र हाम्रो यो भण्डारी परिवार पनि एकदम दुखित छ। र चाहिँ अहिले त्यस्तो हुन नदिने भन्नाले हामीले उही हिसाबले चाहिँ प्रहरीहरू सशस्त्रहरू लगायत हामी स्वयंसेविका साथीहरू सबै जुटेर र हामीले चाहिँ यसलाई नियन्त्रणमा ल्याउनुपर्छ भन्ने विषय ल्याएर र हामी चाहिँ उपस्थित भएका छौँ। धन्यवाद हजुरलाई यति बोलिदिनु भयो।
भक्तजनहरूलाई आफ्नो सुरक्षा गर्नुहोला, आफूसँग भएका कर गहनाहरूलाई सुरक्षित राख्न राम्रो होला। हामीसँग एउटा टिमहरू दिएको छ। हाम्रो हामीहरूको झाँकी बाहिर आउने बेला अलिकति पछाडि बजिनु होला, किनकि तपाईँहरूसँग भएको धनमाल गर गहनाहरू पनि खस्न सक्छ, हराउन सक्छ। त्यस कारणले भिडमा अलिक सुरक्षित रहनु होला।
आयोजनहरूलाई यो मूल घरको उत्तरतर्फको झ्यालबाट भेटी चलाउनको लागि अनुरोध गर्दछौँ र हामीले चढाउने ठाउँ गर्न सक्नुपर्छ जुन ठाउँबाट चढाउनु होला जति पनि तपाईँहरूको भेटी पुग्ने गरी ठाउँबाट झ्यालहरूबाट ढोकाहरूबाट प्रवेश गर्ने प्रयास नगर्नु होला। आफ्नो परिचय खुल्ने कागजात सहित आफ्नो माल वस्तु हो भन्ने कुरा यहाँ भित्र गएर मेरै हो भन्ने खालको चाहिँ फुल कबुल गरेर मात्रै हामीले चाहिँ त्यो सामग्री उपलब्ध गराउनेछौँ। यो पनि जानकारी गराउन चाहन्छु। हाम्रो यहाँ सफलताको कामना पनि गर्न चाहन्छु। धन्यवाद। त्यसै गरी एउटा सुनार पुण्य खोला प्युठानबाट 500 रुपियाँ सहयोग गर्नुभएको छ र सबैजनाले यहाँ आउनुभएको सबै भक्तजनहरूलाई शैक्षिक रूपमा हामीले यो पुण्य अवसरमा यो पूजा एउटा पर्वको अवसरमा यो शुभ दिनको अवसरमा तपाईँहरूले के भनेर अनिवार्य गरेका छन्। यहाँहरूले शैक्षिक रूपमा भित्री मन्दिरले आफ्नो हृदयले पनि केही निन्तै भइगयो पश्चिम खण्डमा ठुले निमा निन्तै भइगयो गोत्रै हाम्रो धनञ्जय गोत्र निन्तै भइगयो पालेको पालो क्षेत्रै पाल्को निन्तै भइगयो कोइला शैली शैली आकाशै लिङ्ग पातालै खामा निन्तै भइगयो
निम्तै भएको बन्सुरै माछा देवर साको नारी कमी उका पेटा जानी नजानी तिम्रै सेवा तिम्रै छाती गरायो बकरी अच्छा पश्चिम खाल्लो बिजा गाउँ शाखा हाम्रा धनु र मनु हिँड्दै भइगयो बुढै हाम्रा दिनु बुढा हिँड्दै भइगयो बुढै हाम्रा बाजे बुढा हिँड्दै भइगयो बुढै हाम्रा बाबा बुढा हिँड्दै भइगयो बुढै हाम्रा बाबा बुढा कालैको कालो क्षेत्रै कालो हिँड्दै भइगयो पहिला सेनी हिँड्ना सेनी हिँड्दै भइगयो काहे हाम्रो निर्मला काहे क्षेत्रै हाम्रो अनन्य गोत्र हिँड्दै भइगयो दक्षिण खान्न हुकुम गर्छ बहिनी ग्रह जयलय पश्चिम खण्ड रुकुमकोट नदी निम्तै भइगयो शाखा हाम्रा झुलेनीमा निम्तै भइगयो बहिनी हाम्री नवै बहिनी निम्तै भइगयो भान्जा हाम्रा लाटु भान्जा निम्तै भइगयो पश्चिम खण्ड मौसिरै माछा नाङ्गी कन्नी भोका पेट तिमीरै सेवा
रुकी जानी हेलो गाइज, आज हामी यो लुप्लुङको कुलदेवताको लागि आएको छौँ सबैजना। यहाँ हाम्रो हुनुहुन्छ अङ्कलहरू भाइहरू हुनुहुन्छ होइन। आज सबैजना छौँ, मेलामा छौँ, रमाइलो भइरहेछ। हाई गरिदियो भाइ बहिनीहरू, ल ल हाई गरिरहेको छन् बहिनीहरूले। सबैजनालाई हाम्रो ब्लगमा स्वागत छ, वेलकम छ। माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला होइन। ल यसलाई हाम्रो टक्क युवाहरू यता हुनुहुन्छ, के भन्न चाहन्छौ त? अनि केही भन्दैन, मलाई भोक लाग्यो, नास्ता खाऊ भन्न चाहन्छु। नास्ता खुवाइन्छ, ल ठिक छ। त्यसको बारेमा पनि अघि सुनाइ हुन्छ। अनि हाम्रो उता हुनुहुन्छ, यता हुनुहुन्छ, कृपया हेरिदिनुहोस्। ल हाम्रो भान्जाको भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब चट्ट पारेर लुप्लुङको देउली फिलिलिल माथि हाइलाइट गरिदिनु ल। ल धन्यवाद। यो चाहिँ हाम्रो माथिको गाउँ देख्न सक्नुहुन्छ तपाईँहरूले। जुम इन